दर्शकबिन यति बेला चाहिँ राजा परिवारले यति बेला दीप प्रज्वलन गरिरहेको छ देख्न सकिन्छ। दिबाङको राज परिवारका सदस्यहरू यति बेला दीप प्रति हार्दिक श्रद्धा सम्मान अर्पण गरिरहेको छ। यहाँ देख्न सकिन्छ बत्ती बालेर यसरी भइरहेको छ। साँच्चीकै यति बेला यो माहौल पनि निकै भिडभाडको माहौल देख्न सकिन्छ। यहाँ चाहिँ राज परिवार यति बेला चाहिँ श्रद्धा सम्मान अर्पण गरिरहेको छ र यति बेला राज परिवारका सदस्यहरूप्रति हार्दिक श्रद्धा सम्मान अर्पण गरिरहेका छन्। दीप प्रज्वलन पछि यहाँ देख्न सक्छ राज परिवारका सदस्यहरूले यति बेला दीप प्रज्वलन गरिरहेको यो दृश्य हामीले देखाइरहेका छौँ। निकै भिडभाडको अवस्था छ देख्न सकिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार तत्कालीन युवराज्ञी हिमानी शाह र नवयुवराज हृदेन्द्र शाह यहाँ पूजा अर्चनाका लागि उपस्थित हुनुभएको छ। उहाँहरूले दीप प्रज्वलन गरेर श्रद्धा सुमन व्यक्त गर्नुभएको छ। देख्न सकिन्छ यतिबेला दीप प्रज्वलन गरेर श्रद्धाञ्जली गरिरहेको छ र राज परिवारले यति बेला दीप प्रज्वलन पछि देख्न निकै ठुलो भिडभाड देख्न सकिन्छ। राज परिवार यति बेला आइसकेको छ। समर्थकहरूसँग फोटो समेत खिचाउँदै निकै भुलित भएको जस्तो हामी आभास गर्न सक्छौँ। देख्न सक्नुहुन्छ धेरै परिवारका सदस्यहरूसँग परिवार वंशनाश भएको यो दिन र उनीहरूको सम्झनामा दीप प्रज्वलनका लागि गणेश मन्दिर आइपुग्नु भएको थियो र यसरी दीप प्रज्वलन गरेर राज परिवारका सदस्यहरू यहाँबाट फिर्ता हुनुभएको छ। यो भिडभाड निकै ठुलो भिडभाड देख्न सकिन्छ। निकै ठुलो भिडभाड देख्न सकिन्छ। दर्शकबिन यति बेला राज परिवार सहितको यति बेला साँच्चीकै राजा आऊ देश बचाऊ भन्दै नारा लगाइरहेका यति बेला देख्न सकिन्छ। राजा आऊ देश बचाऊ भनेर नारा लगाइरहेका छन्। यति बेला राजाको साँच्चीकै निकै ठुलो यहाँ चाहिँ माहौलमा पनि देख्न सकिन्छ। राजाप्रति यति विश्वस्त रहेछन् भन्ने कुरा आजको यो माहौलले देखाइरहेको छ। दर्शकबिन हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर यति बेला देख्न सक्नुहुन्छ। नारा लगाइरहेको देख्न सकिन्छ। दर्शक हाम्रो राजा हाम्रो देश भन्दै नारा लगाइराख्नु भएको छ देख्न सकिन्छ। साँच्चीकै राज परिवार यति बेला दीप प्रज्वलन गरेर फर्किसकेको अवस्था छ। साँच्चीकै जहाँका परिवार यति बेला देख्न सकिन्छ दीप प्रज्वलन छ। दर्शकबिन यहाँ देख्न सकिन्छ एकदमै माहौल निकै यहाँ चाहिँ भयावह छ। यहाँ चाहिँ देख्न सकिन्छ आइसक्नु भएको छ परिवार यति बेला पूर्व राजाका परिवार सहित यति बेला दीप प्रज्वलनमा देख्न सकिन्छ यहाँ आइसक्नु भएको छ र साँच्चीकै यो एउटा यस्तो भइरहेको छ हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँ चाहिँ पूर्व राजाको परिवार यति बेला राज परिवार यति बेला देख्न सक्नुहुन्छ दीप प्रज्वलन मन्दिरभित्र आइसक्नु नलाइकन खिच्दिनु। पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार तत्कालीन युवराज्ञी हिमानी शाह र नवयुवराज हृदेन्द्र शाह यहाँ
पूजा अर्चनाका लागि उपस्थित हुनुभएको छ। उहाँहरूले दीप प्रज्वलन गरेर श्रद्धा सुमन व्यक्त गर्नुभएको छ। देख्न सकिन्छ यति बेला दीप प्रज्वलन गरेर श्रद्धाञ्जली गरिरहेको छ र राज परिवारले यति बेला दीप प्रज्वलन पछि देख्न निकै ठुलो भिडभाड देख्न सकिन्छ। राज परिवार यति बेला आइसकेको छ। समर्थकहरूसँग फोटो समेत खिचाउँदै निकै भुलित भएको जस्तो हामी आभास गर्न सक्छौँ। देख्न सक्नुहुन्छ धेरै परिवारका सदस्यहरूसँग परिवार वंशनाश भएको यो दिन र उनीहरूको सम्झनामा छोटो समय भइसक्यो मात्रै भएको छ हैन। 2 वर्षदेखि आत्मीय रूपमा यही राष्ट्रवादी नै भए पनि पार्टीगत हिसाबमा आएको त म 2 वर्ष मात्रै भयो नि त। त्यही भएर ममा त्यो धैर्यता छ। 30 वर्षदेखि मेरो अग्रजहरूले लिएको धैर्यतामा ममा पनि त्यो धैर्यता छ र उहाँहरूको त्यो धैर्यताबाट हामीले यो सङ्घर्षलाई निरन्तर रूपमा चाहिँ विचलित नभइकन हामी यसको लागि अगाडि बढ्नेछौँ। किनभने यो भनेको राष्ट्र समृद्धिको कुरा हो। राज संस्था, हिन्दू राष्ट्र हैन, आर्थिक विकास, शिक्षाको विकास, स्वास्थ्यको विकास, आधारभूत सेवाहरूको विकास हैन, अब देशको चाहिँ न्यायालयदेखि लिएर संवैधानिक निकायहरूको सुदृढीकरण, भ्रष्टाचार, सुशासन, भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्ने भन्ने कुरा त राष्ट्रको समृद्धिको लागि हो नि त। त्यही भएर यो सबै परिवर्तन आउनको लागि समय लाग्छ र हामी त्यसमा धैर्यवान भएर अगाडि बढ्छौँ। अहिलेका प्रधानमन्त्रीले चाहिँ कुनै सामन्तीको दासत्व हुनु भन्दाखेरि अहिले आम नागरिकको चाहिँ एउटा झोली हुन उपयुक्त हो भनेर पनि अहिले उहाँले बोलिराख्नु भएको छ, अभिव्यक्ति दिइराख्नु भएको छ। यसपछि तपाईँको टिप्पणी? म राष्ट्रवादी हो। हेर्नुहोस्, कुनै पनि भ्रष्टाचारवादी राष्ट्रघातीको चाहिँ जनता हुनुभन्दा म राष्ट्रवादी हुनुमा इमान गर्छु। यति धन्यवाद। दिनु भएन, त्यसैले गर्दा मनमुटाव पनि सुरु भयो भन्ने कुरा पनि छैन। बन्द हडतालको पक्षमा हामी होइन। जनतालाई यस किसिमको दुःख दिनु हुँदैन। यो त पहिलाको प्रवृत्ति हो नि त हैन। गणतन्त्रवादीहरूको चरित्र त्यस्तो थियो पहिला आन्दोलन रद्द होइन। हामीले के भनेको थियौँ भन्दाखेरि राप्रपा अध्यक्षले के भन्नुभएको थियो भन्दाखेरि हामीले हाम्रा पक्राउ परेका नेताहरू चाहिँ तपाईँहरूले छोड्नु भएन भने चाहिँ प्रतिकारको स्वरूपमा साङ्केतिक विरोध बन्दबाट हुन सक्छ भन्नुभएको थियो। उहाँहरूले त्यो गर्ने बित्तिकै हामीले चाहिँ त्यो बन्दको कुरा चाहिँ फिर्ता लियौँ। त्यो त आफै खारेज भयो। माननीय जम्मा भेट्न जानु भएको थियो, उहाँलाई पनि कराप झ्याप पारेर उलिहाले। यो चाहिँ कस्तो खालको यो प्रवृत्ति देखियो, यसलाई चाहिँ के भन्नुहुन्छ? अब यो चाहिँ सरकारले केही व्यक्तिहरूमा प्रतिशोध साध्छ। यो मैले उहाँहरूको चरित्र भन्नै पर्दैन नि। उहाँहरूले जुन किसिमको दमन गरिराख्नु भएको छ त्यसले सबै कुरा प्रश्न पारिराखेको छ। यस्तै गतिविधिले गर्दाखेरि जनताहरूले उहाँको असली जुन चाहिँ रूप छ त्यो देखिराख्नु भएको छ। यस्ता चाहिँ अलोकतान्त्रिक कुराहरू गर्नु हुँदैन। यो चाहिँ अत्यन्तै गलत। किनभने सांसदलाई पक्रिने त प्रक्रिया हुन्छ, सभामुखलाई जानकारी दिनुपर्ने हुन्छ। त्यो प्रक्रियाहरू मिचेर उहाँहरू कानुनभन्दा माथि होइन कि। तर यो देशमा अहिले न्यायालय भनेको चाहिँ 3टा शीर्ष पार्टीका नेताहरूको चाहिँ कोठाभित्र बैठकभित्र। सामान्य प्रधानमन्त्रीले आज आफूले आफैलाई झोले घोषित गर्नुभयो, सँगसँगै नेकपा एमालेमा ट्रेन्ड नै चल्यो म झोले हो भनेर। यसलाई चाहिँ कसरी हेर्नु भएको छ? वास्तविक यथार्थ स्वीकार्नुभयो उहाँहरूले। यथार्थ स्वीकार अन्तिम प्रश्न मेरो जस्तो यो दरबार हत्याकाण्डको धेरै लामो समयपछि राजावादीहरू यसरी संयुक्त रूपमा तपाईँहरूले शोक व्यक्त गर्नुभयो र अब तपाईँ एउटा राप्रपाको जिम्मेवार युवा नेता पनि हो। भोलिदेखि तपाईँहरू यसको प्रमुख एजेन्डा बनाएर राजदरबार हत्याकाण्डको छानबिन गर भनेर त्यो एजेन्डा राख्नुहुन्छ तपाईँहरूको मुभमेन्टमा, आन्दोलनमा? हेर्नुहोस्, म यो पार्टीगत